शत्रु परास्त गर्ने अचूक उपाय। के हजुरको शत्रु लागेर हजुरलाई धेरै पीडा भएको छ? विभिन्न हजुरका शुभ कार्यहरू, माङ्गलिक कार्यहरू, ठुला ठुला कार्यहरूमा विघ्न बाधाहरू आइरहेको छ। शत्रुकै कारणले धेरै दुःख झेलेर जीवनमा धेरै कष्ट बेहोरिनु भएको छ। परिवारमा अशान्ति भएको छ, झगडा भएको छ, या त तपाईँको चाहिँ शत्रुको कारणले गर्दाखेरि जीवन मर्नु र बाँच्नु बनाएको छ। धेरै घाटा बेहोरिनु भएको छ भने यो एउटा विधि गर्नुहोस्। मङ्गलबार अथवा बिहिबारको दिन हजुरले बिहान उठेर कसैसँग नबोलिकन स्नान गर्नुहोला र शुद्ध वस्त्र धारण गरेर एउटा कागती लिनुहोला, सफा टाइपको कागती लिनुहोला र त्यसपछि हजुरले 7 वटा किला यसरी गाड्नुहोला र हजुरले आफ्नो शत्रुको, यदि हजुरलाई थाहा छ भने शत्रुको नाम कालो पेनले कागतीमा लेख्नुहोला र मेरो शत्रु नाश होस् भनेर मनै सङ्कल्प गर्नुहोला। 7 दिनभित्र ती तपाईँले चाहिँ नाम लेख्नुभएको शत्रुले तपाईँको प्रशंसा गर्न थाल्नेछ, तपाईँको पछि पर्नेछ र यसलाई लगेर तपाईँले सल्ल बगेको खोला नाला पानीमा लगेर बगाइदिनुहोला। तपाईँको शत्रु पनि सँगसँगै बगेर जानेछ। जय श्री कृष्ण। राधे राधे।